जेनजी आन्दोलनमा भएको दमनबारे यस्तो खुलासा आएको छ जसले नेपाली राजनीति नै हल्लाएको छ। उच्च तहका नेताहरू नै ज्यान मुद्दामा तानिने सम्भावना। के अब कानुनी कारबाही अघि बढ्छ त? जाँच आएको सिफारिस पूर्व प्रधानमन्त्री सहित 6 जना उच्च अधिकारीमाथि ज्यान मुद्दामा अनुसन्धान गर्न आग्रह। जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित आयोगले गम्भीर निष्कर्ष सार्वजनिक गरेको छ। गोप्य स्रोतबाट सार्वजनिक भएको प्रतिवेदन अनुसार आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक तथा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ लगायत 6 जना उच्च पदस्थ व्यक्तिमाथि ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ। प्रतिवेदनमा उल्लेखित गरी अनुसार मुलुकी अपराधी संहिता 2074 को दफा 181 अनुसार लापरवाहीपूर्ण कार्यका कारण कसैको ज्यान जान नहुने स्पष्ट कानुनी व्यवस्था रहेको छ। आयोगको निष्कर्ष अनुसार आन्दोलन नियन्त्रण गर्ने क्रममा भएका केही निर्णय र कार्यहरूका कारण मानवीय क्षति भएको ठहर गरिएको छ। यदि उक्त आरोपहरू प्रमाणित भएमा सम्बन्धित व्यक्तिहरूलाई 3 वर्षदेखि 10 वर्षसम्म कैद सजाय हुनेछ। त्यसैगरी 30,000 रुपैयाँदेखि 1 लाख रुपैयाँसम्म जरिवाना पनि हुन सक्ने कानुनी प्रावधान रहेको छ। यसले देखाउँछ कि यो केवल राजनीतिक मुद्दा मात्र नभई गम्भीर आपराधिक अनुसन्धानको विषय बन्न सक्नेछ। यो सिफारिस सार्वजनिक भएसँगै नेपाली राजनीतिक तरङ्गित बनेको छ। एकातिर सत्तारूढ र प्रतिपक्षीबीच आरोप प्रत्यारोप बढ्ने सम्भावना देखेको छ भने अर्कोतर्फ कानुनी निकायमाथि दबाव पनि बढ्न सक्छ। विशेष गरी यति उच्च तहका नेतामाथि यस्तो सिफारिस आउनु नेपाली इतिहासमै दुर्लभ मानिन्छ। सामाजिक सञ्जालमा पनि यस विषयमा व्यापक चर्चा भइरहेको छ। कोहीले यसलाई न्यायको दिशामा ठूलो कदम भनेका छन् भने केहीले यसलाई राजनीतिक पूर्वाग्रहको रूपमा पनि व्याख्या गरेका छन्। अब सबैको ध्यान एउटै प्रश्नमा केन्द्रित छ, के यो सिफारिस व्यवहारमा पनि कार्यान्वयन हुन्छ त, वा फेरि राजनीतिक दबावका कारण यो विषय पनि ओझेलमा पर्छ? तपाईँको विचार के छ? यस्तो घटनामा उच्च पदस्थ व्यक्तिहरूलाई कारबाही हुनुपर्छ? कमेन्टमा आफ्नो धारणा लेख्नुहोस् र यस्तै अपडेटका लागि हाम्रो यस युट्युब च्यानल उत्तमयान उदयलाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। हवस् त, धन्यवाद।